पहिलाका मन्त्री पो गरिब थिए, हात्ती चप्पल पड्काउँदै आथे, त्यही भएर तलब खान्थे। भ्रष्टाचार गर्ने पनि डर हुन्थ्यो। अहिलेका मन्त्री त धनी छन्, भ्रष्टाचार गर्ने पनि डर हुन्न, अनि आफ्नो तलब पनि हामी जस्ता गरिबलाई दिन्छन्। भोकमुरी लाए पनि मन्त्रीले पाल्न सक्छन् हामीलाई। त्यति मात्रै हो र, देश विकास गर्न राज्यको पैसा पुगेन भने मन्त्रीले आफ्नै गोजीबाट निकालेर देश विकास गर्न सक्छन्। अहिलेका मन्त्री त त्यस्तो धनी छन् नि बाबै, जस्ताको सङ्गत गरौँ त्यस्तै भइनी हो के रे। पहिलाका मन्त्री पो गरिब थिए, गरिबले चलाएको राज्य जनता पनि गरिब भयो। अहिलेका मन्त्री त धनी छन्, अनि त्यसपछि धनीले चलाएको राज्यकामा त जनता पनि त धनी हुन्छन् के रे। उठुस् त, आज सोमबार हो, अफिस जानु परेन? 25-30 हजारमा मजदुरी गर्न जानु परेन? धेरै सपना देख्नुहुन्न।